सबैजनालाई फेरि पनि तपाईहरुलाई वेलकम छ मेरो भिडियोमा। र आज हामी फाइनली हाम्रो आज स्कुल चाहिँ छुट्टी भएको छ र हामी साथीहरु मिलेर यसो घुम्न निस्किने प्लानमा छौं। र अहिले लगभग पनि दिउँसोको 1 बजेको छ। एकदमै घाम छ, तपाईले देख्नुहुन्छ मेरो पुरै अनुहारमा पसिना छ हैन। र आज चाहिँ हामीले स्पेशली चाहिँ यो हर्कपुर माथि एउटा मालपुर भन्ने ठाउँ छ, त्यो मालपुरको चाहिँ पुरै मालपुरलाई हामी एक्सप्लोर गर्न जाँदै छौं। मालपुर चाहिँ धेरै नै सुन्दर छ। आशा छ कि तपाईहरुले मालपुर लाई हेरेर एन्जॉय गर्नुहुन्छ। र फेरि आज हामीसँग बाइक पनि हैन, कार पनि हैन, हामी एकदमै साइकलमा एकदमै साइकल राइड गरेर आज फेरि मेरो साइकलले धोका दिला जस्तो छ। मेरो साइकलले देख्न सक्नुहुन्छ, यो चेनले एकदमै धोका दिला जस्तो छ, साइकलको चेनले है। ल अब हामी राइडमा निस्कन्छौँ है। कस्तो हुन्छ आशा छ कि तपाईहरुले यो हाम्रो भिडियोलाई हेरेर इन्जोय गर्नुहुनेछ, मालपुरलाई चिन्नुहुनेछ। अब यहीँबाट हाम्रो यो मालपुरको स्पेशली धान खेती देख्न सक्नुहुन्छ, यो भ्यू देख्न सक्नुहुन्छ तपाईले। तपाईहरु हाम्रो दुईजना सरहरु एकदमै एक्साइटेडका साथ साइकल राइड गर्नु भएको छ। ल यो पुल छ, यो मालपुर खोला पुल एकदमै हेर्दा सानो देखे तापनि एकदमै सुन्दर पुल मानिन्छ। यहाँबाट प्रतीक्षालय पनि रहेछ। के साइकल राइडिङमै छौ सर? कस्तो भइरहेछ साइकल राइड गर्नु? Enjoying a lot, yeah. ठोकिन After a long time, you know. ठोकिन After a long time, I'm riding my bicycle. Sir, It's very difficult to pedal. हो प्याडलिङ डिफिकल्ट। Yeah. ओके, I'm feeling so. मैले एकछिनलाई यहाँ साइकल रोकेको छु है। सरहरु यता हुनुहुन्छ। मालपुरको धान खेती म तपाईलाई देखाउन जाँदैछु है। तपाईले हेर्न सक्नुहुन्छ यहाँ एउटा सानो कुलो छ, तपाई हेर्न सक्नुहुन्छ। यो कुलोबाट पानी बगेको छ। यही कुलोले गरेर यो मालपुरको धान खेती चाहिँ अहिले धेरै नै फस्टाएको पाइन्छ। मैले तल झर्छु, यहाँ लाग्यो है। हेर्नुहोस् धानको बाला निकै नै राम्रोसँग धानको बालाहरू लागेको छ। अहिले धानमा त्यस्तो रोग पनि लागेको छैन। साँच्चै नै अहिले मालपुरका किसानहरूले धान खेतीबाट चाहिँ राम्रो आम्दानी गर्ने जस्तो देखिन्छ। एकदमै निकै नै राम्रो दृश्य देखिएको छ यो धान खेतीमा। तपाईले देख्न सक्नुहुन्छ निकै नै राम्रा सुनौला बालाहरू देखिएको छ। सरहरूले मलाई छोडेर गइसक्नु भएको छ, टाढा नै पुगिसक्नु भएको। म एकदमै छिटो राइड गर्नुपर्ने देखिन्छ। फाइनल्ली मालपुर गाउँ छिसकेको छु म। सरहरू टाढा नै पुगिसक्नु भएको छ, त्यही पनि म तपाईहरुलाई देखाउँदैछु। म एकछिन रोकेको छु, सरहरू अलि टाढै हुनुहुँदो रहेछ। म तपाईहरुलाई यहाँ स्पेसल एउटा चिज देखाउँछु, हेर्नु होला। यहाँनिर खोला बगिरहेको छ एकदमै राम्रोसँग। र यसको ठ्याक्कै माथिपट्टि यहाँ एउटा ओ माई गड, ल भन्नुहोस् है यो के को बुट हो? ल तपाईहरुले आफै भन्नुहोस् यो के को बुट हो? मालपुरमा यस्तो यो बोट फल पनि पाइँदो रहेछ। आफै चिन्नुहोस् है, यो फलको नाम के हो आफै भन्नुहोस्। एकदमै यो चाहिँ रेयर हो, सिटिमिटी यो ठाउँमा यस्तो फलफुल पाइँदैन, तर यहाँ रहेछ। फाइनली देयर इज आई हेभ फाउन्ड अ स्पेसल ट्री सर। फ्रुट ट्री अमला ओ ल सर। ल स्पेसली हाम्रो भीमसरको यो होम टाउन पनि हो हैन सर? कस्तो लागिरह? सरको पनि पसिना धेरै नै निधारबाट हेर्न सक्नुहुन्छ। यता हाम्रो सर, उहाँ सर फेरि धेरै एक्टिभ, हामीलाई नि पछि छोडिदिने हो है। निकै नै सुन्दर ठाउँ रहेको छ
मालपुर तपाईँहरू पनि यदि तपाईँ यो गैँडाकोटवासी नै हुनुहुन्छ भने र कतै बाहिरबाट पनि हुनुहुन्छ भने तपाईँ यो ठाउँ भिजिट गर्न सक्नुहुन्छ। एकदमै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण र एकदम थारू कल्चरले पनि भरिपूर्ण छ यो ठाउँ। यहाँबाट एउटा खोला भनौँ या कुलो भनौँ पनि बगेको छ, देख्न सक्नुहुन्छ, जसले गर्दा मालपुरको खेतलाई चाहिँ हरियाली बनाउन धेरै मद्दत गरेको छ। न्यू खोङखोङ रेस्टुरेन्ट। ल एकछिन पछिको खाजा हाम्रो यहीँ हुन्छ। ल अब यहाँबाट चाहिँ अलिक बाटो अफरोड जस्तो छ है। खोङखोङ फाइनली हामी आइसक्यौँ। घरको पुरो बाटो यहाँसम्म लगभग पनि आधी घन्टा जति लाग्यो साइकलमा। सर केही छ कि? अब भर्खर we have just entered in this newly opened Hong Kong restaurant. So let us see what type of foods are available here. फाइनली हामी खोङखोङ रेस्टुरेन्ट आइसक्यौँ। यस्तो घामको रागसँगै एउटा चिसो आलु चप छ यहाँ। हामी फाइनली आइसक्यो र यतापट्टि देख्न सक्नुहुन्छ चटपट है। अब मैले यो टेस्ट गर्न जाँदैछु, कस्तो हो म तपाईँहरूलाई भन्छु। अलि धेरै नै खाम है एकैचोटि। ठिक छ, अरे दामी चटपट पनि म टेस्ट लिन्छु। चटपट दामी छ है, दामी। मैले टेस्ट लिएँ, अब हाम्रो सरहरू टेस्ट लिन जाँदै हुनुहुन्छ। भीम सर ल लिनु त कस्तो छ? भीम सरले झ्याम्मै अब ठुलै हेर्नुभयो आलु, ठुलै आलुको पिस। ल सर ल लिनु त टेस्ट। ओ माई गड कस्तो छ सर? दामी छ सर है सर, लिनु त ल, अलिक ठुलै हेर्नु है। ए ल हाने पोटाटो, दिस इज अ पोटाटो साँधेको। ओ माई गड हाउ टेस्ट सर? ओ माई गड ल हाम्रो यम्मी छ। ल ठिक छ।